हाम्रो चाहिँ राइडर हुन्छ मिलन श्रेष्ठ हातबारी एक भानु छ उहाँ राम्रो राइडर हुनुहुन्छ त्यो एडभेन्चरै हो एक किसिमको हाम्रो लागि चाहिँ होइन नि बाटो अब धुँदै गएको छ अब बाटो हेर्नुहोस् त साथी हो रोखेर बाटो छ अलिकति दायाँ भयो भने बाइक लाउने पनि अवस्था छ यो बाटो चाहिँ अब चाँडै बन्यो भने कति राम्रो हुन्छ होला है अब विकास त चाह्यो भने सम्म नहुने त केही छैन होइन अलिकति मान्छेलाई विकास अलिकति ठाउँमा हुने मान्छे सम्बन्धित एकामा हुने मान्छे अथवा नेता जाँदा हुन्छ जस्तो लाग्छ म चाहिँ अब हामी पछाडि लुकेर अलिकति ठिकै अब पछि हिँड्दै ठिक होला जस्तो लाग्नु थाल्यो मलाई चाहिँ अब यो धुलो चाहिँ हुन्छ त्यो मोबाइल छैन यस्तो जर्किङ भयो कि ढुङ्गामा ठोकेर साथीहरू हातले धुलो खुवाएर अलिअलि जान सफल भएका छन् साथीहरू यहाँ भोजपुरी जेठा गरेर चाहिँ यो उकालोमा धुलो खाएर बाटो यही हो साथी किनभने बाटो बन्दै पनि छ होइन कस्तो फिलिङ भइरहेछ यहाँ भनिदिनु न थोरै साथीहरूले यो बाटो राम्रो छ र बाइक लिएर आयो है तर सोच्यो भने त अलिकति बाटो चाहिँ हाम्रो अप्ठ्यारो लाग्यो धेरै कालान्तरपछि हामी फेरि कच्ची बाटो आउँदाखेरि हामीलाई एकदम अप्ठ्यारो महसुस भयो साथी हो अब खान्दा टुप्लिङ पिच भएको कति वर्ष भयो भएन हौ समथिङ 8 वर्ष बाइक त यसोमा त ब्लक भएर बाटो सानो छ गाडी पनि आउँदो रहेछ यो गाडी कहाँ गएको भाइ नेपाल डाँडा मास्टर हो नेपाल डाँडा कहाँ हो नेपाल डाँडा छ म त के ल्याएको नि हो यत्रो फोका लिएर आएको छ ल डाँडा हेर्नु न डाँडाको बोट कति छ यार खाइयो आज सुमन गौतमको छोराको व्रत बन्धमा आउँदाखेरि यो धेरै समयपछिको लागि मिलनजी यो धुलो खाएको हामीले धेरै कालान्तरपछि खासगरी तिमीले खाएकै हो धेरै खाएको तर त्यहाँ बुझिसकेको छ हामीले पिच बनिसकेपछि हामी पनि अलिकति सोखिन भयो सोखिन त कस्तो हो अलिकति सुविधा जस्तो भयो त होइन त्यो पिचले गर्दा हामी भुलिसकेको छौँ कि कच्ची बाटो हिँड्नलाई अनि एक्कासी यो कच्ची बाटो आउँदा त हामीलाई नि धौधौनै पऱ्यो हम्बै पऱ्यो बाइकको क्लच प्लेट चेन्ज गरेर गइसक्यो क्लच प्लेट चेन्ज गरेर फाक भइसक्यो यो धुलोको बाटोले गर्दाखेरि धन्न गाउँको मान्छेहरूले चाहिँ बाइक चाहिँ कुदा गरेर छ क्या मैले यो माने मैले अब चाहिँ साथीहरू भन्छ हाम्रोतिर त बाइक टिक्दैन भन्छ कसै टिक्दैन भन्छ तर बाटो हेरेर त भगवान् गाउँको मान्छेहरू ज्यादै रहेछ अनि यो धुलोबाट मेरो अब मजाले हुँदो टाइममा मेरो त कम्मर चाहिँ मिलान्जीको चाहिँ घुँडासम्म थियो त्यो धुलो चाहिँ के बाइकको हाल के छ हेर्नु बाटो आम्मा हाम्रो के साथीहरू नि पछाडि आउँदै हुन्छ म उहाँकोमा तपाईँलाई फोटो खिच्छु है बिच बाटोमा आएर सुमन गौतम घर जाने बाटो चाहिँ हामीले भुलिरहेका छौँ सोधिरहेका छौँ सुमन गौतमलाई फोन हानेको फोन लाग्दैन फाइनली हामी चाहिँ अब सुमनजीको कार्यक्रम आइपुगिसक्यो साथीहरू आएको धेरै खुसी लाग्यो अप्ठ्यारो बाटोमा नि
हेलो मिलनजी कान्छा